नमस्ते। आज हामी दुईवटा यस्ता अवधारणाहरूको बारेमा कुरा गर्दैछौँ जुन सुन्दा उस्तै लाग्छन् तर वास्तवमा एकदमै फरक छन्, मानव वृद्धि र मानव विकास। हामी प्राय यी दुईलाई एउटै सोच्छौँ, तर यिनीहरूको अर्थ र दायरामा आकाश जमिनको फरक छ। एउटा प्रश्नबाट सुरु गरौँ है त। शरीर ठूलो हुनु, अग्लो हुनु के यति नै हो त? कि एक व्यक्तिको रूपमा साँच्चै विकसित हुनु भनेको योभन्दा धेरै गहिरो कुरा हो? हो, यही प्रश्नले नै आजको हाम्रो कुराकानीलाई अगाडि बढाउँछ। आज हामी के कुरा गर्छौँ त? पहिले मानव वृद्धि भनेको के हो त्यो हेर्छौँ, त्यसपछि मानव विकासको अलि फराकिलो पाटो केलाउँछौँ, अनि यिनीहरूबीच के मिल्छ र के फरक छ त्यो पनि हेर्छौँ, र अन्त्यमा जीवनको यात्रामा यी दुईको अर्थ के हो त्यसमा छलफल गर्छौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। मानव वृद्धि यो भनेको के हो? अलि सजिलो भाषामा बुझौँ। त्यसो भए मानव वृद्धि भनेको के हो त? एकदमै सरल भाषामा भन्दा यो हाम्रो शरीरमा देखिने परिवर्तन हो। जस्तै उचाइ बढ्नु, तौल बढ्नु, शरीरको आकारमा परिवर्तन आउनु। यस्तो परिवर्तन जसलाई हामी नाप्न सक्छौँ, हैन त? यो एउटा प्राकृतिक जैविक प्रक्रिया हो जुन गर्भबाटै सुरु हुन्छ। तर याद राख्नुपर्ने कुरा के हो भने यो सधैँभरि चल्दैन। अब वृद्धिका केही विशेषताहरू हेरौँ। पहिलो कुरा, यो बाहिरबाटै प्रष्ट देखिन्छ। नाप्न, तौलन सकिन्छ, मतलब यो मात्रात्मक हो। यो खास गरी शारीरिक परिवर्तनसँग मात्रै जोडिएको हुन्छ। र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने वृद्धि एउटा निश्चित उमेर मतलब परिपक्वतामा पुगेपछि रोकिन्छ। यो जीवनभर हुँदैन। ल, वृद्धिको कुरा त भयो। अब अलि फराकिलो र गहिरो अवधारणातिर लागौँ। मानव विकास। विकास चाहिँ वृद्धि जस्तो होइन। यो एउटा यस्तो यात्रा हो जुन गर्भबाट सुरु भएर मृत्युसम्मै चलिरहन्छ। हो, यो कहिल्यै रोकिँदैन। यो शरीर ठूलो हुनु मात्रै होइन, यो त हाम्रो भित्री क्षमतालाई निखार्दै लैजाने प्रक्रिया हो। भन्नुको मतलब यो मात्राको कुरा होइन, गुणस्तरको कुरा हो। विकासले के कुरा समेट्छ त? हेर्नुस् त, यो शारीरिक मात्रै छैन। यसमा सामाजिक विकास पनि पर्छ, मतलब हामी अरूसँग कस्तो सम्बन्ध बनाउँछौँ। मानसिक र बौद्धिक विकास, अर्थात् सोच्ने र बुझ्ने क्षमता। अनि संवेगात्मक विकास, जसले हाम्रो भावनाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरालाई जनाउँछ। कति फराकिलो छ, होइन त? त्यसो भए विकासका विशेषताहरू के हुन् त? पहिलो त यो जीवनभर चलिरहन्छ, कहिल्यै रोकिँदैन। यो परिपक्वता र सिकाइको परिणाम हो, र यसमा हाम्रो वंशाणु र वातावरण दुवैको हात हुन्छ। अर्को रोचक कुरा के छ भने विकास सामान्यबाट विशिष्टतिर जान्छ। जस्तो कि एउटा सानो बच्चाले सुरुमा पुरै हातले वस्तु समात्न खोज्छ, तर पछि औँलाहरूले मात्रै समात्न सिक्छ। हो, यस्तै हो विकास। अब यिनीहरूबीचको फरक छुट्याउनु अघि एकछिन है, यिनीहरूमा केही समानता पनि त छन् नि। ती के हुन् पहिले त्यो हेरौँ। वृद्धि र विकासलाई पुरै अलग सोच्नु हुँदैन। यिनीहरू एक अर्कासँग जोडिएका छन्। जस्तै दुवै गर्भबाटै सुरु हुन्छन्, दुवै परिवर्तनकै प्रक्रिया हुन्, र दुवैले सकारात्मक परिवर्तनलाई नै जनाउँछन्। अक्सर राम्रो शारीरिक वृद्धिले राम्रो विकासको लागि जग बसाल्छ, त्यसैले यिनीहरू अन्तर्निर्भर छन्। ल, समानताको कुरा त भयो। अब लागौँ सबैभन्दा महत्त्वपूर्ण भागतिर, यिनीहरू बीचको मुख्य भिन्नताहरू। यो तालिकाले सबै कुरा छर्लङ्ग पार्छ। हेरौँ है त। प्रकृति हेर्ने हो भने वृद्धि मात्रात्मक हो, मतलब नाप्न सकिने, तर विकास गुणात्मक हो, गुणस्तरको कुरा। समयको हिसाबले वृद्धि परिपक्वतामा रोकिन्छ, तर विकास त्यो त जीवनभर चल्छ। वृद्धिको क्षेत्र साँगुरो छ, केवल शारीरिक। विकासको क्षेत्र भने एकदमै फराकिलो, शारीरिक, मानसिक, सामाजिक सबै पर्छ। अनि मापन, उचाइ नाप्न सजिलो छ, तर कसैको व्यवहार वा क्षमतामा आएको सुधार नाप्न गाह्रो हुन्छ, हैन त? आजको कुराकानीबाट एउटै कुरा मात्रै सम्झिनु पर्यो भने त्यो यही हो। वृद्धि भनेको मात्रा हो, कति, तर विकास भनेको गुणस्तर हो, कस्तो। वृद्धिले मात्रामा आएको परिवर्तन देखाउँछ भने विकासले गुणस्तरमा आएको। यति बुझे पुग्छ। ल, अब यी सबै कुरालाई समेटेर निष्कर्षमा पुगौँ। जीवनको समग्र यात्रामा यसको के अर्थ लाग्छ त? यो नै सायद सबैभन्दा राम्रो सारांश हो। वृद्धि विकासको एउटा महत्त्वपूर्ण हिस्सा हो, तर यो पुरै कथा होइन। हाम्रो शारीरिक वृद्धि रोकिन्छ, तर विकास त्यो त जीवनभर चलिरहन्छ। यसलाई यसरी पनि बुझ्न सकिन्छ।
वृद्धि भनेको जीवनरूपी किताबको एउटा अध्याय हो, तर विकास भनेको पुरै किताब हो। जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। अब जब हामीले वृद्धि र विकास बीचको फरक बुझिसक्यौं, एकपटक सोचौं त अहिले आफ्नो व्यक्तिगत विकासको कुन चाहिँ पक्षमा बढी ध्यान दिइरहेका छौं? कुनै नयाँ सिप सिक्ने हो कि, सम्बन्धहरू सुधार्ने हो कि, वा भावनात्मक रूपमा अझ बलियो बन्ने हो?